They tried to bury us, but they didn't know we were seeds. That spirit echoes through Nepal's Gen Z revolution, a moment rooted with resilience, reform, and rising voices. Namaste. I am Garima Devkota, and welcome to Tarka Munch, a podcast by Global Debate Club, where real stories meet real change, partnered with Ultima Lifestyle. Joining us today is a young activist and entrepreneur who's been walking the walk when it comes to reform and youth-led change. Please welcome Mr. Miraj Dhungana. Miraj दाईलाई हाम्रो शो तर्क मञ्चमा धेरै धेरै स्वागत छ. धन्यवाद. So starting off with the podcast, audience हुन्छ नि जसले audienceले हेरिरहेकोमा चाहिँ अहिले चाहिँ मिराज ढुङ्गाना भन्दाखेरि चाहिँ different people have different kind of opinions about you. So let's start by actually knowing the real मिराज ढुङ्गाना. रियल भन्नाले म कुन तरिका कुन एस्पेक्टमा भन्नु तपाईले? एज अ पर्सन वा बच्चेदेखि अब एजुकेसनल ब्याकग्राउन्ड भइगयो त्यस्तोहरू. एजुकेसनल ब्याकग्राउन्डमा चाहिँ मैले मास्टर्स गर्दै हो क्याफेबाट, अनि मास्टर्स इन बिजनेस एमबिए. अनि त्योभन्दा पहिला चाहिँ मैले ब्याचलर्समा चाहिँ आइटी गरेको, +2मा चाहिँ साइन्स लिएको, अनि त्योभन्दा पहिला एसएलसी भइहाल्यो. अब म कस्तो छु भनेर भन्दाखेरि चाहिँ म आफैले अब कसरी म डिस्क्राइब गर्नु है, अप्ठ्यारै पर्छ. तर अब म चाहिँ म अलिकति नर्ड खालको मान्छे हो, त्यो एउटा हो. अनि म लेख्ने पनि गर्छु, फिलोसफीहरू यताउति फिलोसफी पढ्ने गर्छु. अनि ह्युमन साइकोलोजीमा चाहिँ मेरो एकदम इन्ट्रेस्ट छ. अनि कसरी चाहिँ दिमाग चल्छ, मान्छे चाहिँ भनौँ न एउटा सोचको चाहिँ कसरी हुन पुग्छ, र समयले एक्सपिरियन्सेसले चाहिँ मान्छेको चाहिँ द वे दे थिङ्क भन्ने कुरा चाहिँ कसरी सेप गर्छ भन्ने कुरा, यो चाहिँ मलाई एकदम इन्ट्रेस्टिङ लाग्ने विषय हो. र आफै बुक पनि लेखिरहेको छु यसको बारेमा चाहिँ, साइकोलोजीको फिलोसफीको बारेमा. त्यस्तै छ, त्यही हो समग्रमा भन्नुपर्दा. यसो सुन्दाखेरि चाहिँ सिम्पल हम्बल ब्याकग्राउन्ड, अ गाई विथ लाइक धेरै इन्ट्रेस्ट जस्तो सुनिन्छ. अब योबाट चाहिँ पोलिटिकल फिल्ड अनि एक्टिभिजमसम्म चाहिँ कसरी आइपुग्नु भयो? अब एक्टिभिजम चाहिँ म पहिल्यैदेखि गर्थेँ. पहिल्यैदेखि देश विकास गर्नुपर्छ, केही होस् देशमा भन्ने चाहिँ पहिलेदेखि थियो. म आई थिङ्क 17-18 इयर्स हुँदाखेरि चाहिँ सुरुमा चाहिँ सोसियल वर्क, अनि त्यसपछि थोरै पोलिटिकल अवेरनेस चाहिँ प्रोग्रामहरूमा जान थालेँ. भनौँ न डिफ्रेन्ट आइडियोलोजी, कम्युनिस्ट के कसो, लेफ्ट राइट सेन्टरमा चाहिँ के आइडियोलोजी छन् भन्ने कुरा चाहिँ त्यतिखेरदेखि नै मलाई इन्ट्रेस्टिङ लाग्थ्यो. लिडर्सहरूको नि पढ्ने गर्थेँ, हाउ इन्फ्लुएन्सियल दे वर. अनि त्यो एकदम इन्ट्रेस्टिङ नै विषय लाग्थ्यो. अनि त्यतिखेरदेखि नि म अब हेर्न त न्युजहरू हेर्ने, फलो गर्ने त गरिरहेको थिएँ. रिसेन्टली चाहिँ भनौँ न म बिजनेस नै गरिरहेको नै भयो, लगभग आई थिङ्क 9 इयर्सै भयो होला. म 16बाट सुरु गरेको, यताउता के गर्थेँ. अनि बिजनेस गरेको चाहिँ त्यस्तै 9 वर्ष भयो होला, म 25 भयो अहिले. अनि त्यसपछि अब यो जेनजी आन्दोलन हुन्छ भनेपछि चाहिँ त्यसपछि लाउन त के होला नि त देशमा भनेर चाहिँ अब म खासमा यहाँ आम्फाला हो, आज चाहिँ म यहाँ आइपुगेको छु त्यही चाहिँ प्रोसेसमा त्यस्तो. सो अब जेनजी आन्दोलनको कुरा भइसकेपछि चाहिँ हजुरलाई चाहिँ जेनजी युथ्सको रिप्रेजेन्टेटिभ हुन्छ नि, भोइस एउटा लिडरको रूपमा पनि लिन्छ नि त. सो एज अ लिडर हजुरको जिन्दगी चाहिँ कस्तो चलेको छ रिसेन्टली यसो? अब यो यस्तो यो लिडर भन्ने शब्द चाहिँ एकदम कन्ट्रोभर्सियल छ. खासमा त मलाई यो चाहिएकै छैन लिडर भन्ने शब्द है. यसले विवाद पनि लिएर आउँछ, के हुन्छ होइन. मेरो खालि सोचाइ भने चाहिँ देश विकास होस् होइन, कसैले चाहिँ गरिदियोस्. अनि त्यो हुँदाखेरि चाहिँ अब भनौँ न हाम्रो देशमा चाहिँ एउटा क्रान्ति आयो जुन एकदम इम्प्रेसिभ. 28 घन्टामा चाहिँ सरकारै ढल्नु भनेको चाहिँ यो सानो चान्चुने कुरा होइन. परिकल्पना हामीले यसको गरेको थिएनौँ. जे भयो राम्रैकै लागि भयो भनौँ. धेरैले ज्यान गुमाउनु भयो, देशको चाहिँ धेरै इन्फ्रास्ट्रक्चरहरू चाहिँ जलाइए, ध्वस्त भयो. अब हाम्रै भनौँ न एजुकेसनल इन्स्टिट्युसन पनि कति के भए. अब त्यो चाहिँ एउटा मबमा, एउटा भिडमा चाहिँ जस्ता खालको पनि मान्छे हुन्छन्, उग्र शान्त सबै खालको मान्छे हुन्छन्. उग्रले केही गरे, शान्तले केही गरे, अनि त्यो भएर चाहिँ अब यहाँ आइपुग्यो. अनि अब कसरी हेर्छन् अब भन्ने कुरा चाहिँ अब त्यो एन्टायरली डिपेन्ड्स अपन द पर्सन. अब मान्छेले कसरी हेर्नुहुन्छ भन्ने कुरा हो.
अब यो यहाँ आउँदाखेरि चाहिँ भनौँ न यो ठुलो रेस्पोन्सिबिलिटी चाहिँ एउटा सोल्डर गर्नु परेको छ। अब यो रेस्पोन्सिबिलिटी चाहिँ एकदम गरुङ्गो हुन्छ, किनभने भनौँ न सबभन्दा ठुलो त देशै भनेर मान्नुपर्छ एक हिसाबले, देशै हो नि त सबभन्दा ठुलो। सो यसको एन्टायर रेस्पोन्सिबिलिटी चाहिँ कसैले पनि मेरो काँधमा हालेको त होइन, तर एक हिसाबले नाम आइसकेपछि र इन्भल्भमेन्ट भइसकेपछि अब यसलाई यतिकै छोड्नु हुन्न भन्ने चाहिँ त्यो चाहिँ म मान्छु है। त्यो कारणले गरेर चाहिँ अब आएको छ, ठुलै भार आएको छ, केही गर्ने हुटुटी पनि छ, के गर्छौँ पनि डेफिनेटली त्यो चाहिँ ढुक्क इच्छै गर्छौँ। हामी पनि वेट गरिरहेछौँ त्यसको। एकदम तपाईँहरू इन्भल्भ हुनु पर्यो यसमा। अनि अब आजको पडकास्टको मेन टपिक नै जेनजी मुभमेन्ट थियो। मलाई थाहा भएजेसम्म चाहिँ इट अल स्टार्टेड त्यो पोलिटिकल सेक्टरको छोराछोरीहरूलाई चाहिँ टिकटकमा रिभिल गरिदिने उहाँहरूको लाइफस्टाइल, अनि अझ त्यो सोसियल मिडिया ह्यान्डलहरू ब्यान गर्दैछ त त्यहाँबाट चाहिँ त्यो रेज स्टार्ट भएपछि 8 सेप्टेम्बरमा गएर चाहिँ त्यो रेभोल्युसनले चाहिँ टेक प्लेस गरेको जस्तो हो। अनि यो सबै मेनी थिङ्स ह्यापन विच सुड नट ह्याभ ह्यापन नि त। यो सबै कुरामा चाहिँ द टर्म जेनजी चाहिँ एकदमै धेरै युज भइरहेको हुन्छ। सो हाउ वुड यु पर्सनली डिफाइन जेनजी? अनि जेनजीलाई चाहिँ एकदम सरल तरिकामा भन्दाखेरि, लिटरल तरिकामा भन्दाखेरि जेनजी भनेको उमेर समूह हो है। अब कन्फ्युजन छ अब जेनजी भनेको चाहिँ के हो कसो भनेर, तर इट इज भेरी सिम्पल, धेरै यो सरल कुरा छ। जेनजी भनेको चाहिँ उमेर समूह 1997 देखि 2012 को बिचमा जन्मेको हामी जो छौँ सबै जेनजी हो। हामी भनौँ न 40 वर्ष पुगेपछि नि हाम्रो जेनेरेसनलाई जेनजी नै भनिन्छ है। यो जेनजीको चाहिँ एउटा परिभाषा भयो। अनि अब तपाईँको अर्को के क्वेसन सोध्नु मैले ठ्याक्कै बिर्सेँ। त्यही हो, जेनजीलाई चाहिँ कसरी डिफाइन गर्नुहुन्छ? जेनजी भनेको त अब त्यो चाहिँ आई थिङ्क यो इस्टाब्लिस डेफिनेसन नै छ। त्यो भनेको चाहिँ यो टाइमदेखि यो टाइमको उमेर समूह है। अब अहिलेको केसमा चाहिँ हामी यङ पिपल जेनजी भयौँ, त्यही नै हो। यो ओल्डर जेनेरेसन हुन्छ नि, अब जेनजी बाहेकको उमेर समूहले चाहिँ त्यो व्यवहारले चाहिँ कसरी डिफ्रेन्सिएट गर्न मिल्छ, वा उहाँहरूको थट्स र हाम्रो थट्स कसरी डिफर गर्छ? किनकि जेनजी अहिले भन्दाखेरि चाहिँ एकदमै जेनजी रेभोल्युसनलाई चाहिँ मिम रेभोल्युसन भनेर हुन्छ नि। जेनजी अब हामी दसैँतिर आएर बस्यो भने ल जेनजी जेनजी हुन्छ नि त। सबै एकदमै राम्रो कुरालाई पनि अर्कै गरी डाइभर्ट गरेर हेरिन्छ नि त। सो जेनजीलाई चाहिँ हजुरले चाहिँ यो अरू जेनेरेसन जुन हुन्छ नि उहाँहरूबाट चाहिँ कसरी डिफ्रेन्सिएट गर्नुहुन्छ व्यवहारको रूपमा? चाहिँ व्यवहारको रूपमा हामी अलि यङ भयौँ, उहाँहरू थोरै ओल्ड हुनुभयो। ओल्ड भन्नु कि अब थोरै एजमा अलि माथि हुनुभयो होइन। त्यो भएर अब यो त एकदम सरल तरिका छ हेर्ने। डेफिनेटली चाहिँ अलि यङ मान्छेको चाहिँ टेम्परमेन्ट मेबी अलि बेसी रिसाउला, कति कुरा नदेखे होला होइन। अनि त्यसलाई मेबी अब कन्जमा चाहिँ राख्न मिल्छ कि अब प्रोजमा भनेको चाहिँ एनर्जी होला होइन, अनि अलिकति शुद्ध होला। किनभने उमेर बढ्दै जाँदाखेरि चाहिँ भनौँ न हामीले संसार देख्दै जाँदाखेरि चाहिँ त्यो नियम कानुन भन्ने कुराको चाहिँ डर अब अलिकति हराउँछ पनि, कुनै कुनै केसमा चाहिँ अलिक धेरै लाग्छ पनि। यो होइन कानुनभित्रै बस्नुपर्छ, यस्तो गर्नुपर्छ, ठिक काम गर्नुपर्छ भन्ने पनि हुन्छ। कोही कोहीलाई चाहिँ यो नेपालको कानुन त हो नि अथवा कानुन त हो नि भन्ने हुन्छ। त्यो कारणले अब मैले भन्न खोजेको चाहिँ मेबी अलिकति बुढेसकाल लागिसकेपछि चाहिँ अलिकति मतलब नलाग्ने, अलिकति भनौँ न अब पोलिटिक्सको केसमा है, भर्खर चाहिँ तपाईँको के भन्छ पोलिटिक्समा आएको मान्छेले ल म केही देशमा गरौँला भन्ने हुन्छ। उमेर बढ्दै गएपछि चाहिँ ए ल यस्तै नै रहेछ नि त भनेर चाहिँ ऊ चाहिँ अलिकति लेट लुज, आनन्दसित बस्ने, गर्नुपर्ने काम नगर्ने, त्यो एनर्जी नहुने, त्यो हुनसक्छ। अब सबैमै भन्दिनँ, मेजोरिटीमा चाहिँ यस्तो हुनसक्छ। अब हाम्रो उमेरमा चाहिँ होइन गर्नै पर्छ, जसरी नै गर्नुपर्छ, जे भए नि गर्नुपर्छ भन्ने हुन्छ। त्यस्तो डिफ्रेन्सिएटिङ अन द बेसिस अफ एज चाहिँ म आई थिङ्क यसरी डिफ्रेन्सिएट गर्छु। अब एज 25 वर्ष भन्नुभयो, अब हजुर पनि जेनजी नै हुनुहुन्छ नि त। अब अहिले आएर बसेर हेर्दाखेरि चाहिँ यो जुन प्रोटेस्ट भयो यसमा हजुरको एज अ पर्सन, एज अ ह्युमन बिङ हुन्छ नि, एज अ जेनजी नै कस्तो ओपिनियन छ अबाउट द होल प्रोटेस्ट? अब यस्तो अब अहिले चाहिँ मलाई के लाग्छ भन्दाखेरि हामी अहिले पनि स्टिल हामी चाहिँ 8th र 9th को इन्सिडेन्टमा स्टक छौँ कि त्यो यसमा अड्किँदै उता चाहिँ इलेक्सन हुन थालिसक्यो है। यो मेरो चाहिँ भनाइ के छ भन्दाखेरि अब चाहिँ नअड्किउँ, यहाँ जे विवाद भयो जे हुनु भयो,
यो भएको के को लागि भन्दाखेरि देशलाई राम्रो होस्, देश विकास होस् भनेर भएको। हाम्रो सोसाइटीको सायद म पनि भनौँ न हेर्ने मान्छे मध्ये पर्थ्यो भने मेरो पनि तरिका यही होला। के भएको थियो त्यो दिन कन्स्पिरेसी कोट्याउने, घाउ कोट्याउने त्यस्तो हुन्थ्यो होला। अब त्यो गरेर काम छैन। अब इलेक्सन हुन थालिसक्यो, देशलाई त खासमा त सल्युसन चाहियो हो नि त। त्यही सिचुएसनमा अड्केर अनि देश विकास कहिले गर्ने? अहिले हामी त्यहीमा अड्किरहेको छौँ। के भयो 8th मा, के भयो 9th मा, त्यो छोडिदिनु सबै। मैले भन्नु पऱ्यो भने सबैले त्यो छोडिदिनु सबै। जे भयो भइसक्यो। अब कसरी चाहिँ देश अगाडि बढ्छ भन्ने चाहिँ हेर्नु पऱ्यो कि अरू ठाउँमा किन ध्यान घुमाउनु होइन। त्यो कारणले चाहिँ हामी त्यो छोडिदिउँ। अब 8th मा भयो, जे 9th मा भयो, कसलाई कारबाही गर्ने कारबाही हुन्छ, त्यो सबै छ। त्यो सरकारले गर्ने कुरा हो, त्यो प्रशासनले गर्ने कुरा त्यो हुन्छ। हाम्रो फोकस भनेको चाहिँ देश कसरी अब विकास हुन्छ, के गर्न सकिन्छ होइन। प्लान्स लिएर आउनु पऱ्यो, भिजन लिएर आउनु पऱ्यो। यहाँ यो गर्न सकिन्छ, टुरिज्ममा यो गर्न सक्ला, व्यापारमा यो गर्न सकिएला होइन, इन्डस्ट्री चाहिँ फेरि रिभाइभ गर्न सकिएला अनि यो तर्फ लागौँ न। हामी अड्काइ छौँ कि अहिले पनि। म कुनै ठाउँमा गएँ भने पनि त्यस्तै नै सोध्नुहुन्छ। तर आई थिङ्क वी हेभ टु मुभ अन होइन। 46 सालमा अथवा 63 सालमा के भयो भनेर किन सोचेर काम छैन नि। अब त बनाउनपट्टि लाग्ने हो चाहिँ मेरो भनाइ छ है यसमा। अब त्यो छोडिदिउँ, सबै नेपालीमा आग्रह छोडिदिउँ। भइसक्यो। अब के चाहियो भन्दा निकास चाहियो, देशलाई सल्युसन चाहियो। सल्युसन, भिजन, डेभलपमेन्ट ओरिएन्टेड हौँ। हजुर। अब लिभिङ त्यो अब इलेक्सन्सको पनि कुरा हजुरले गर्नुभयो। आई गेस भोटर कार्डहरू बनाउने पनि प्रक्रियाहरू अहिले सिद्धि नसिद्धि नै पुगिसकेको छ। अनि इलेक्सन्समा चाहिँ मान्छे चाहिँ अब वाट इज द इम्पोर्टेन्स टु भोट अनि रजिस्टर? यस्तो अब इलेक्सन भन्ने एकदम जरुरी कुरा हो देशलाई चाहिँ अन्तर्राष्ट्रिय जगतमा चाहिँ वैधानिकता दिलाउनलाई है। हामी चाहिँ एउटा संसारले मानिएको स्टेट हो। हामी देश तबसम्म हुन्छौँ जबसम्म चाहिँ हाम्रा छिमेकीले चाहिँ देश हो भनेर चाहिँ मान्छन्। त्यही भएर त्यो मनाउन चाहिँ डेमोक्रेसीको लागि पनि इलेक्सन इज भेरी इम्पोर्टेन्ट है। हामी इलेक्सनको पक्षमा त छौँ है। म चाहिँ मिरज ढुङ्गाना चाहिँ इलेक्सनको पक्षमा र हाम्रो टिम गरिखाना देव चाहिँ इलेक्सनको पक्षमा छ तब जब हाम्रो देशले चाहिँ सल्युसन पाउँछ। यत्रो चाहिँ तपाईँको भनौँ न मान्छे मर्नुभयो होइन, देश तहस नहस भयो, के भयो। अब सोझै इलेक्सनमा जाने अनि त्यसपछि हामीले पहिलाकै कुरा फेरि ल्याउनलाई त यो त गरेको होइन नि त। त्यही भएर म चाहिँ यो इलेक्सनको चाहिँ अहिलेको केही एजेन्डा, केही माग, केही पुरा नभइकन, देशले केही पनि राम्रो नपाइकन सोझै इलेक्सनमा जानुपर्छ भन्ने कुराको चाहिँ म त्यो विरोध गर्छु। म अग्री गर्दिनँ है त्यसमा। हाम्रो फ्र्याक्सन गरिखानादेवले अग्री गर्दैन। सो केही समय अगाडि चाहिँ हजुरले आफ्नो पोलिटिकल पार्टी खोल्नु हुने, त्यसपछि त्यो पार्टीले चाहिँ तर इलेक्सनमा चाहिँ पार्ट नलिने यस्तो कुरा आएको थियो। यसलाई अझै क्ल्यारिफाई गरिदिनु न। यस्तो हो, हामीले त्यो इलेक्सनको कुरा चाहिँ छोडिदिउँ किनभने हामी त्यो मान्नै छोडिसक्यौँ। हाम्रो 7वटा एजेन्डा चाहिँ अब हामीले भनौँ न त्यो पब्लिकली बाहिर निकालेका छौँ। त्यो चाहिँ जेनजी मात्रको नभई त्यो देशको लागि चाहिँ इम्पोर्टेन्ट कुराहरू हुन् है। त्यो 7वटा एजेन्डा चाहिँ म अहिले सेयर गरिदिन्छु, तपाईँहरू मेबी राख्दिन पनि सक्नुहुन्छ। त्यो भनेको चाहिँ यो गऱ्यो भने चाहिँ देशमा केहीसम्मको चाहिँ मान्छेले सास फेर्न सक्छन्। म भोलि मेरा छोराछोरीले चाहिँ देश छोडेर जाँदैनन् कि भन्न सक्ने चाहिँ आशा जगाउने एजेन्डाहरू हुन् ती सजिलैसँग चाहिँ एक्सेप्ट गर्न पाउने भनौँ न एक्सेप्ट गर्नुपर्ने कुराहरू हुन् है। सो त्यो कुराहरूलाई चाहिँ हामी फोकस गरिरहेछौँ। हामी चाहिँ सबै स्टेक होल्डर्स, पार्टी हो, दल होस्, जे होस् होइन, सरकार होस्, जो होस्, सबैजना आउनुहोस्, सर्वपक्षीय एउटा वार्ता गरौँ। लेट्स कम टु अ सल्युसन। केही न केही निकास दिउँ देशलाई। यत्तिकै जलेको होइन। तपाईँहरूको त अब एजुकेसनल इन्स्टिट्युसन नै चलेको छ, यतिकै त जलाइदियो। यो त जोक गरे जस्तो भएन। त्यही जोक गरे जस्तै भयो। त्यही भएर वी आर नट इन फेभर अफ इलेक्सन विदाउट एड्रेसिङ आवर एजेन्डाज होइन। अनि हामी चाहिँ अब भनौँ न अब अहिले अलिकति व्यस्त छौँ। हामी आफ्नै स्टडी गरिरहेछौँ। हामी जुप्लाएर बसे होइन। किनभने देश चलाउने कुरा भने चाहिँ जो पाएतिर चलाउन सक्दैन कि। इट इज नट सिम्पल टु बी अ प्राइम मिनिस्टर। प्रधानमन्त्री हुनु सजिलो छैन। कति कुरा जाने हुनुपर्छ, कति कुराको एक्सपिरियन्स हुनुपर्छ। सो यो कुरालाई चाहिँ ख्याल नलिउँ। हामी अहिले स्टडी नै गर्दै बसिरहेको अनि हामी प्लान्स पनि डिभाइस गरिरहेको छौँ। के गरेर चाहिँ देशमा चाहिँ एउटा स्थिर सरकार आउँछ, जुन सरकार चाहिँ 5 वर्ष टिक्छ।
भन्ने कुरादेखि लिएर देशमा चाहिँ नचाहिने खर्च कुन ठाउँमा छ त्यो खर्च निकालेर मेबी हाइड्रो पावरमा हालौँला हैन हाइड्रो पावरमा चाहिँ हाल्यो भने भनौँ न तपाईँको चाहिँ फरेन इन्भेस्टमेन्ट आउने पनि चान्सेस बढ्छ अनि धेरै फरेन इन्भेस्टमेन्ट आउँछ अब कसरी भन्दाखेरि चाहिँ तपाईँको हामीले टेक्निकल्ली चाहिँ बनाउन सक्ने हाइड्रो प्रोजेक्ट परियोजना जलविद्युतको चाहिँ परियोजना चाहिँ लगभग हाम्रो क्यापेसिटी भनेको चाहिँ 42,000 मेगावाटको छ हामीले अहिलेसम्म निकालेको छौँ 3600 मेगावाट जुन बेलामा हामीले हाम्रो यो हाइड्रो इलेक्ट्रिसिटी निकाल्ने पोटेन्सियललाई हाम्रो क्षमतालाई चाहिँ पुरै चाहिँ उतै गर्न क्यापिटलाइज गर्न सक्छौँ त्यो गर्न साथ तपाईँको एउटा भनेको चाहिँ हाम्रो विद्युतको चाहिँ तपाईँको त्यो रकम कम पर्ने भयो युनिटमा चाहिँ हामीलाई कम पैसा पर्ने भयो हैन अहिले 12-13 कति छ त्योभन्दा एकदम घट्ने भयो त्यो भएपछि कल कारखाना चलाउन उस्तै सजिलो हुन्छ कल कारखाना चलाउन सजिलो भएपछि त्यहाँ इम्प्लोइमेन्ट आउँछ फरेन इन्भेस्टमेन्ट पनि आउँछ किनभने यहाँ प्रड्युस गर्न सस्तो छ हैन एक्सपोर्ट गरौँला सकियो भने नत्र हामीले हाम्रो देशभित्रको कन्ज्युमरलाई त हामीले स्वदेशमा उत्पादित सामान दिन सक्छौँ त्यसले हाम्रो पैसा हाम्रो देशभित्रै बस्ने भयो वैदेशिक लगानी पनि भित्रिने भयो हाम्रा नागरिकले पनि तपाईँको इम्प्लोइमेन्ट रोजगारी पाउने भयो यो त विन विन सिचुएसन छ हैन सो जब एउटा हाइड्रो पावरमा मात्रै त्यति गर्दाखेरि चाहिँ यति हुन्छ भने हामी त वेयर सिटिङ त्यो अन अ माइन कि हामी त खानी माथि बसिरहेको छौँ अनि युवालाई चाहिँ विदेश पठाइरहेको छौँ तपाईँकै सायद प्लान होला विदेश जाने हैन अप्ठ्यारो छ नि त गाह्रो छ बुझ्छु म तर अलिकति चाहिँ रेस्पोन्सिबिलिटी लिने मान्छे भयो भने चाहिँ देश धेरै अगाडि जान सक्छ हामीले परिवारबाट छुट्टिनु पर्दैन गरी खान चाहिँ देशैमा पाइन्छ है पोटेन्सियालिटी चाहिँ देशको भएको छैन ड्यु टु धेरै कुराहरू हैन गभर्नमेन्टको अनस्टेबल हुनुदेखि लिएर धेरै कुराहरू छन् अब हजुर त एकदम हामीहरू भन्दा त अब स्टुडेन्टहरू घरमा त्यो रिल मात्रै हेरिराखेर ल यो भएछ फेरि यसलाई हान्नु भएछ फेरि त्यो भन्दा त हजुर त अलिकति क्लोजली इन्भल्भ हुनुहुन्थ्यो नि त पुरै प्रोटेस्टमा अनि 8 सेप्टेम्बरको कुरा गर्दाखेरि चाहिँ हल्का स्क्रिप्टेड जस्तो पनि देखियो नि त त्यो दिन त सो हजुरलाई चाहिँ यो इट वाज प्लान बाई गभर्मेन्ट जस्तो लाग्छ त्यो गोली हान्ने जस्तो किनकि हामी पनि अब पर्सनल्ली मलाई सोध्नुहुन्छ भने हामी पनि ल अब कलेज भ्याएर युनिफर्ममा जाम युनिफर्ममा जे पनि पिसफुल भन्ने थियो नि त अनि पछि मेनी पिपल्स वेयर किल्ड इन अ ब्रुटल म्यानर अनि अब अर्कोचोटि जान्छौ त पिसफुल प्रोटेस्टमा एज अ स्टुडेन्ट भन्यो भने चाहिँ मेरो एन्सर चाहिँ नो नै भइदिन्छ कि सो यो सबै इन्सिडेन्टमा चाहिँ यो गभर्मेन्टले प्लान गरेको जस्तो लाग्छ हजुरलाई होइन यो एकदम स्पोराडिक थियो त्यहाँ चाहिँ भनौँ न ब्यारिकेड चाहिँ तोड्न नदिनुपर्ने ठाउँमा पहिले क्राउड डिस्पर्स गरिहाल्नुपर्ने ठाउँमा पानीको फोरा हालेर होस् कि टियर ग्यास हानेर होस् कि रबर बुलेट हानेर त्यो अलिक अगाडि नै गर्नुपर्थ्यो कि BICCसम्म आउन दिनु हुँदैन थियो त्यो चाहिँ सरकारी त्यो प्रशासनहरूको काम हो त्यो अन्डर एस्टिमेट गर्नुभयो त्यो कारणले अब जे नराम्रो घटना थिए तिनीहरू चाहिँ भयो त्यसरी अलिकति उहाँहरूले केयरफुल भइदिए पनि यो हुँदैन थियो यो तर अर्केस्ट्रेटेड चाहिँ भन्दिनँ म मेरो ओपिनियनमा है यो सबै जे भयो नि यसमा चाहिँ त्यो कन्ट्रोल जुन गभर्मेन्ट मेन कन्ट्रोल थियो त्यति बेला उहाँहरूले नै गर्नुभएको कि यो बाहिरबाट भेस्टेड इन्ट्रेस्ट त्यो बाहिरको मान्छेहरूले आएर पनि छिर्नु भएको जस्तो कोही जेन्जी जस्तो चाहिँ देखिँदैन थियो है त्यो ब्यारिकेडबाट उफ्रेर जानेहरू त अनि यो बाहिरको कुनै मान्छेहरूको वा बाहिरको पार्टीहरूको वा कुनैको इन्फ्लुएन्स देखिन्छ यसमा त्यो त अफकोर्स हुन्छ है पोलिटिकल मुभमेन्टमा त्यो चाहिँ हुन्छ मैले भिडियो पनि बनाएको थिएँ हाइज्याक होला के होला भनेर चाहिँ त्यो हुन्छ मान्छे आइहाल्छन् कि यत्रो भनौँ न त्यो ओपनली चाहिँ सबैलाई इन्भाइट गरेको कुरा थियो नि त त्यो भेस्टेड इन्ट्रेस्ट अरू कुनै मेबी दलका भनौँ न अथवा दलसँग फ्लेट नभएको यतिकै अनगोइङ के अरे वकिङ मान्छेहरू हिँड्दै पनि जोइन गर्नु भए पनि हुन्छ त्यो भनौँ न एन्टायरली जेन्जीलाई बोलाउँदाखेरि जेन्जी मात्र हुन्छ भने प्रोटेस्टमा हुँदैन सबै खालको मान्छे आउँछ आखिरमा मब न हो क्राउड न हो मान्छेलाई यसो हेर्न जानु मन लाग्छ अब मान्छेकै साइकोलोजी हो कि ल एउटा ढुङ्गा हान्दिउँ भने त्यो एकदम रियालिटी ग्रुपमा हुँदाखेरि त्यो आइहाल्छ त्यो गरिहाल्छ नि हुन्छ त्यसलाई अलिकति रोक्न गाह्रै छ त्यस्तै हुन्छ अनि त्यसपछि त अब साँच्चीकै हाम्रो कलेज पनि जलेकै हो है त्यसमा अनि
एज अ स्टुडेन्ट हु वाज स्टडिङ इन द्याट कलेज अब अरूहरू बिहान बिहान चाहिँ ल यस्तो भएछ हामीलाई पनि हुन्छ नि अब हजुरले नि सुरुमा त्यो जेनजी भएपछि त ल गरिदिउँ जस्तो त्यो हामीलाई पनि थियो अनि ल अब बेलुका त आफ्नै कलेज जलेछ कहाँ पढ्न जाने जस्तो भएको थियो नि त्यो पब्लिक प्रपर्टिजहरू जुन भयो नि त्यसमा पनि बाहिरकै मान्छेहरूको हात हो त्यो अब म ठ्याक्कै भनिनँ किनभने म कन्ट्रोल हुँदैन नि त भुल हो सबैजना जोइन गरिदिन्छ त्यो अलिकति खोइ अब त्यो दिमाग नभए मान्छेहरू भनौँ न नत्र त त्यो किन जलाउनु र सबै मान्छे आउँछन् है त्यो भएर अब अलिकति उग्र खालको अलि अग्रेसिभ खालको अलिकति चाहिँ एनार्किस्ट खालको मान्छेहरू चाहिँ आएर गरे हो यो जेनजीहरूमा चाहिँ पोलिटिकल मेच्योरिटी हुन्छ नि एकदमै ओभर भन्दा नि अन्डर एस्टिमेट गरिरहेको पोलिटिकल मेच्योरिटी हुँदैन भन्ने देख्छौँ नि त अरूहरूले भन्दाखेरि अनि यसमा चाहिँ डु यु अग्री विथ इट अर नट अनि पोलिटिकल अवेरनेस आउने कुरा भने चाहिँ एक्सपिरियन्ससँगै आउने कुरा हो है संविधान पढ्नु होला आज भोलि न्युज पढ्नु होला त्यो कहिले के पढ्नु होला म्यागजिन पढ्नु होला पोलिटिक्स सम्बन्धी त्यो गरेर बिस्तारै डेभलप हुने हो भनौँ न मच्योरिटी भन्दा पनि त्यो मच्योरिटीको कुरा होइन अवेरनेसको कुरा हो अवेरनेस भने बिस्तारै डेभलप हुन्छ बिस्तारै उमेरसँगै बढ्दै जान्छ कोहीमा धेरै होला बच्चैदेखि लागेको मान्छेमा अलि धेरै होला कोहीमा कम होला त्यस्तो हुन्छ अब लेट्स टक अबाउट नेपालको बिग पिक्चर हुन्छ नि 5-10 वर्षपछि अझै नेपाललाई कस्तो देख्नुहुन्छ आफ्टर अल अफ दिस थिङ्स अब यस्तो पोलिटिकल अवेरनेस चाहिँ एकदम इट हेज स्पाइक्ड एकदम बढाएको छ नि त किनकि तपाईँ पनि सायद पोलिटिक्समा त्यस्तो ध्यान दिनुहुन्न थिएन होला अथवा म दिन्न थिएँ होला अथवा कोही जिन्जी दिनुहुन्थेन होला होइन त्यो थियो भने अहिले चाहिँ पोलिटिकल अवेरनेस एकदम बढेको छ सो अस्तिको इन्सिडेन्टले चाहिँ जे भयो अब चाहिँ राम्रै हुन्छ किनभने मान्छेलाई थाहा छ कि इट इज इम्पोर्टेन्ट टु भोट गर्नु जरुरी छ होइन ध्यान दिएर चाहिँ लिडर्स छान्नु जरुरी छ भन्ने चाहिँ अवेर हुनु भइसक्यो त्यो कारणले चाहिँ सायद यो इन्सिडेन्ट नभएको भए 10 वर्ष पछि हुनेवाला अवस्था जुन थियो त्यो चाहिँ आज यो इन्सिडेन्ट भएको कारणले गर्दाखेरि चाहिँ त्योभन्दा चाहिँ अब हुनेवाला 10 years from now I think it is going to be more hopeful. सो ओभरअल सेक्टर्सहरू चाहिँ अब हामीले हामीले हुन्छ नि जुन रियल समृद्ध नेपाल चाहिँ देख्छौँ समृद्ध नेपाल भन्ने कुरा चाहिँ भनौँ न अब समृद्धिलाई चाहिँ तपाईँ कुन स्केलमा नाप्नुहुन्छ किनभने सबैको नजरिया फरक हुन्छ समृद्धिलाई नाप्नलाई अथवा विकासलाई नाप्नलाई तपाईँको अब जिडिपीमा नाप्नुहुन्छ कि होइन वर्ल्ड ह्याप्पिनेस इन्डेक्समा नाप्नुहुन्छ कि त्यो भन्ने कुरा आउँछ सो मेबी अस्तिको इन्सिडेन्ट चाहिँ एउटा चाहिँ झकझकाउने पनि कुरो थियो होइन हामीलाई चाहिँ ल युवाहरू पनि अब चाहिँ पोलिटिक्समा इन्भल्भ हुनुपर्छ अवेर हुनुपर्छ भन्ने चाहिँ झकझकाउने म्याटर थियो त्यो नभइदिए भए सायद त्यो झकझकाउने कुरा हुँदैन थियो यो झकझकेको कारण चाहिँ आउँदो टाइम चाहिँ अलिक बेटर हुन्छ त्यो चाहिँ म मान्छु अब अहिले चाहिँ त्यस्तो धेरै टाइम पनि त भएन नि त आन्दोलन भएको अनि मेनी थिङ्स ह्याड ह्यापन मेनी लाइफ्स वेयर लस्ट अनि अहिले आएर चाहिँ जुन पोलिटिकल पार्टिजहरू हुनुहुन्छ नि उहाँहरू फेरि उठिराख्नु भएको छ बिस्तारै अनि हामीलाई मिल्दैन यस्तो गर्न फेरि संसद विघटन गरेको त्यसलाई फेरि मिलाउनु पर्यो वा पहिलाकै आम जस्तो छ नि त अब डु यु थिङ्क नेपालको चाहिँ यो प्याटर्न छ नि यो चेन्ज हुन्छ होला अब यो जुन पोलिटिकल प्याटर्न फेरि त्यही पुरानो पार्टिजहरू आउने हो कि त्यो हुन्छ नि जस्ट यो चाहिँ इलेक्सन भइरह तर त्यही सेम मान्छेहरू तर हल्का यो घटनाले चाहिँ अझै हुन्छ नि इन्सपायर भएर यसकै नाममा पनि अझै आफ्नै पार्टी नै लिएर आएर जस्ट हुन्छ नि त्यो उखान छ त जुन जोगी आए पनि कानै चिरेको टाइपको त्यस्तो हुने हो कि जस्तो लाग्छ यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ मेबी अब पार्टीहरूले पनि आफ्नो जेनजी पार्टी भनेर पनि निकालिरहेको छ त्यस्तो टाइपको कुरा होइन अब त्यो चाहिँ त्यस्तो अब आइरहेको छ है यस्तो हुन्छ अब हामीले चाहिँ सोझै यही तरिकामा चाहिँ ल सबै भनौँ न जेनजीमा चाहिँ जुन अगाडि आउनुभएका फेसेस हुनुहुन्छ उहाँहरू चाहिँ सिधै निर्वाचनमै जान्छु भन्नुभयो भने चाहिँ हाम्रो पारा त्यस्तै हुन्छ किन भन्दाखेरि अरू दलहरूले हामीलाई जित्नेवालै छन् किनभने आए जेनजीले चाहिँ आन्दोलन गरे अनि देशलाई केही पनि नगरिकन तोडफोड मात्रै भयो सल्युसन अथवा चाहिँ प्रस्पेरिटीतर्फ पुस गर्ने चाहिँ केही नभइकन सोझै उनीहरू पनि इलेक्सनमा जान रेडी भयो भने चाहिँ हामी माथि पनि त्यो विश्वास गुम्छ मान्छेको होइन त्यो विश्वास गुम्छ त्यही भएर सोझै इलेक्सनमा जानु चाहिँ
यो तरिका होइन जस्तो लाग्छ। र हामीले चाहिँ त्यही भएर हामीले धेरै जेन्जीहरूसँग भनौँ न, सबै जेन्जी पनि देश चलाउन वेल इक्विप्ड हुन्छन् होइन, बौद्धिक क्षमता पुग्छ, उमेर समूह न आखिरमा होइन, थरी थरीका मान्छे हुन्छन्। जेनजीमा पनि जान्ने बुझ्ने पोलिटिकल अवेरनेस भएको, प्रशासन कसरी चल्छ, कन्ट्रिज एडमिनिस्ट्रेसन कसरी चल्छ, क्वालिफिकेसन चाहिँ हामीले राख्नुपर्छ। एउटा क्वालिफिकेसन भएन भने जो पाए त्यही मान्छे हुन सक्छ कि, पढे लेखे त हुनु पऱ्यो नि त। नत्र हामीले पहिलाको नेता चाहिँ 10th क्लास पनि पास गरेको छैन भन्ने क्रिटिसाइज गर्ने, अनि अहिले चाहिँ अनि जेन्जी भनेर नि जसलाई पाए त्यसलाई समातेर ल्याएर चाहिँ ल भाइ तिमी देश चलो भनेर दिने, त्यो त हुँदैन, त्यो गर्नै हुँदैन। त्यसमा त हामीले फिल्टर गर्नुपर्छ, क्वालिफाइड पिपल एट राइट प्लेस होइन, त्यो केपेबल पिपल एट राइट प्लेस भन्ने हुनुपर्छ। अब जेएनजीहरूले चाहिँ सोझै निर्वाचनको चाहिँ ल हामी अब निर्वाचनमा जान्छौँ भन्ने त्यस्तो कुरा गर्दाखेरि चाहिँ एभ्रिथिङ इज गोइङ टु रिपिट, पहिलाको फेरि जे थियो त्यही हुन्छ। त्यही भएर हामी चाहिँ यसको पक्षमा छैनौँ, गरी खान देऊ चाहिँ यसको पक्षमा छैन, जुन चाहिँ मेरै टिम हो। हामी चाहिँ यो सोझै निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा छैनौँ। हजुरले चाहिँ यो सिधै गयो भने चाहिँ जित्दैन भन्नुभयो, पुरानै पार्टीहरू फेरि त्यही सत्तामा बस्छन् इलेक्सन्स भयो पनि भन्नुभएको, के कसरी हो चाहिँ? अब त्यो त केही गरेपछि नै जनतालाई विश्वास हुन्छ होइन, आन्दोलन गर्दै मात्रै भएन, सेफ ल्यान्डिङ पनि हुनु पऱ्यो नि त। हाम्रो देशलाई चाहिँ राम्रो ल्यान्डिङ पनि गराउनु पऱ्यो। अनि त्यो नगराइकन चाहिँ अनि चुनावमा चाहिँ त्यही पार्टिजहरूसँग कम्पिट गर्न जान्छु, अरे केही न केही त कन्ट्रिब्युट गर होइन, यत्रो सब गर्ने अनि त्यसपछि म इलेक्सनमा जान्छु कहाँ भन्न पाइयो? त्यो गरेर त अनि मान्छेले कसरी विश्वास गर्नु? यदि त्यो गर्दाखेरि पनि अबका जेन्जीहरू पनि सोझै निर्वाचनमा जान तयार हुन्छन् भने त्यहाँ चाहिँ तपाईँले भन्नुभएको जस्तो जुन जोगी आए पनि कानै छिरेको है, इलेक्सनमा जाने जो होइन, इलेक्सनमा सोझै जाने कुरो चाहिँ त्यो ठिक होइन। यस्तो भइदियो भने चाहिँ इट विल जस्ट बी न्युअर फेसेस विथ द सेम ओल्ड प्याटर्न जस्तो भन्नुभयो। इट सिम्स लाइक इट, यदि सोझै इलेक्सनमा जाने कुरो आयो भने इट सिम्स लाइक इट, देशलाई गराए केही छैन अनि भोट माग्न कुन मुख देखाएर जाने होइन, त्यही कुरा। अब हामी त अब मलाई पनि सोध्नुहुन्छ भने म चाहदिनँ कि फेरि त्यही मान्छेहरू आउन् अनि फेरि देश चलाउन्। सो नयाँ फेस नै त खोजिरहेको छ जनताले त। सो यो नयाँ फेस कसरी आउँछ इलेक्सनमा, कसरी चाहिँ हामीले यो पुरानोवाला जुन पुरानो मान्छेहरू हुनुहुन्छ नि, यत्रो वर्षदेखि कति वर्ष भयो बस्नुभएको, अहिले चाहिँ अब नयाँलाई चाहिँ कसरी सबै यो कम्युनिटी हुन्छ नि कमिटी टाइपको बनाएर कसरी इस्टाब्लिस गर्न सक्छौँ नयाँ गभर्मेन्ट? अब नयाँ गभर्मेन्ट इस्टाब्लिस अब हामी गभर्मेन्टमा जान त भनौँ न, गभर्मेन्टमै जानलाई त तपाईँको हामीले अब चुनावै जित्नु पऱ्यो है। तर त्योभन्दा पहिला चाहिँ विश्वास दिलाउनु पऱ्यो कि हामीलाई चाहिँ जेन्जी भनेर तपाईँले भन्नुभयो दसैँमा जिस्काउनु भयो त्यस्तो कि जेन्जी पनि जेन वाईको छोराछोरी नै हो होइन। हामी त आखिरमा मान्छे नै हौँ नि, हामी एलियन त होइनौँ। त्यो उहाँहरूले त्यो जिस्काउनु भयो, त्यो जिस्काउनु भयो होला है। तर त्यो भनौँ न हामी पनि उहाँहरूको छोराछोरी हो, रगतै त्यही हो, त्यो भिन्नता नराखौँ। तपाईँ अब अलिकति यङ उमेरका मान्छेहरूले चाहिँ गर्न खोजे भन्ने कुरै मात्र हो। अब कसरी चाहिँ जेन्जी पार्टिसिपेसन चाहिँ बढाउने सरकारमा भन्ने कुरामा चाहिँ न्युज पेपर पढौँ होइन, अब वर्ल्ड हिस्ट्री पढौँ, पोलिटिक्स पढौँ, त्यो गरौँ, अवेर हौँ देशको चाहिँ मुख्य समस्या के हुन्छ, ज्वरो कहाँ छ त, के कुराले चाहिँ सबै निकालिरहेको छ होइन। तल एउटा समस्याबाट सबै स्टेम हुने हो नि त। हाम्रो केसमा चाहिँ अब यो अनस्टेबल गभर्मेन्ट एउटा हो अनि जुन सरकार चाहिँ तपाईँको 8-12 महिनामा झर्छ। यो सरकारले ल्याएको त्यो प्लान्स योजनाहरू चाहिँ अर्को सरकारले चाहिँ गर्ने मान्नेवाला छैन, उसको अर्कै नयाँ योजना हुन्छ। कुनै पनि पावरले चाहिँ ऊ आफू चाहिँ एउटा लङ टर्मसम्म स्टे गर्न पायो भने भनौँ न, उसले त त्यो सुरुमा प्रपोज गरेको योजनाको 50% गरिदियोस्, केही न केही त हुन्छ नि त। तर पहिलाको केसेसहरूमा पहिलाका दिनहरूमा चाहिँ त्यो 8 महिनामा 10 महिनामा 12 महिनामा चाहिँ यो सरकार ढल्ने भएको कारण कुनै पनि कुरा कम्प्लिट हुन सकेन, कुनै पनि कुरामा चाहिँ स्टेबिलिटी पर्मानेन्स हुन सकेन। त्यो कारणले चाहिँ हामी धेरै पछि पर्यो। एउटै सरकार चाहिँ तपाईँको टिक्दियो भने उसले भनेको आधा काम गरे नि केही न केही पाउँछौँ कि, केही पाउँदै नपाउनु भन्दा त केही न केही पाउनु बेटर हो नि त। सो डेफिनेटली आई थिङ्क स्टेबल गभर्मेन्ट भयो भने चाहिँ धेरै कुराहरू चाहिँ सल्भ हुन्छ। त्यही हो। सो अब मेरो उमेर समूहलाई नै भनौँ न, अब आउँदो इलेक्सन्समा चाहिँ अब चाहिँ यो स्टेपहरू लिनु है,
जसले गरेर चाहिँ इलेक्सनमा राम्रो मान्छे चुनियो भने त पछि हुन्छ नि कमिटीहरू सबै त्यो होला। सो नेक्स्ट स्टेप चाहिँ के लिनु पर्यो हामीले? अब यसो गर्नु पर्यो, जेनजी यदि इलेक्सनमा अथवा गभर्मेन्टमा पार्टिसिपेट गर्ने हो भने ठिक छ, फेस हाम्रै राखौँला अथवा फेस कुनै जेनेरेसनको राखौँला। हामीसँग चाहिँ हाम्रा अग्रजहरूको ठुला मान्छेहरू जो चाहिँ भिज्नु भएको छ यो कुरामा, उहाँहरूलाई चाहिँ हाम्रो ब्याकबोन भनेर जानुपर्छ कि, किनभने एक्सपिरियन्स त उहाँहरूसँग छ नि त। हामीले तुरुन्त तत्कालै सिक्न सक्दैनौँ कति कुराहरू होइन। अनि बुढेसकाल लाग्दैमा चाहिँ सब मान्छे करप्ट भन्ने नि हुँदैन, यङ भएको चाहिँ सबै मान्छे प्योर भन्ने पनि हुँदैन, जेनजी सबै प्योर भन्ने पनि हुँदैन। भनेपछि त आखिरमा मान्छे नै हो, मान्छेको प्रवृत्ति, बिहेभियर, इन्टेन्सन होइन, त्यो फरक हुन्छ। त्यो कारणले चाहिँ सबै जेनेरेसन मिलेर जेनजीको चाहिँ एक्टिभ पार्टिसिपेसन चाहियो होइन। कुनै ठाउँमा चाहिँ अब कोही ठुला मान्छेहरूले चाहिँ नराम्रो काम गर्न खोज्छन् भने त्यतिखेर चेक एन्ड ब्यालेन्स गर्न, तपाईँले यो चाहिँ गर्नु भएन है भन्ने खालको अवेरनेस चाहिँ हामीसँग भयो भने चाहिँ तब चाहिँ देश विकास हुने, अगाडि जाने हो। त्यही भएर हाम्रो भनेको चाहिँ वी हेभ टु कोलाबरेट, हामी हाम्रा अग्रजहरूसँग चाहिँ कोलाबरेट गरेर चाहिँ अब देशमा केही गर्नपट्टि चाहिँ लाग्नुपर्छ। हामी एक्लैले सक्दैनौँ। अहिले चाहिँ अब मनमा चाहिँ यस्तो डर टाइपको छ कि फेरि त्यही मान्छेहरू आइदिनुहुन्छ जस्तो लागिरहेछ होइन इलेक्सन्समा। अब जे भए पनि अब हाम्रो बाबाहरू उहाँहरूले त बच्चैबाट त्यही पार्टीहरूको लागि नै त आफ्नो बाबाहरूलाई देखेर जे भए नि यिनीहरूलाई नै हाम्रो जस्तो लाग्छ उहाँहरूलाई आफ्नो पार्टी केही नगरे पनि हुन्छ नि। सो हजुरलाई चाहिँ त्यही पुरानो मान्छेहरू आउनुहुन्छ जस्तो लाग्छ फेरि फर्केर? उहाँहरू त डेफिनेटली आउनुहुन्छ, डेफिनेटली आउनुहुन्छ। हामी बलि हुनु पर्यो, त्यो त भइहाल्छ नि। उहाँले कम्पिट गर्न छोड्नै हुँदैन, अब किनभने डेमोक्रेसी हो, चुनाव लड्न पाइन्छ। उहाँहरू डेफिनेटली आउनुहुन्छ, तर हामी विपक्षी भए पनि तपाईँले यो चाहिँ गर्न पाउनुहुन्न है भन्ने क्षमता चाहिँ हामीले बनाउनु पर्यो। त्यसको लागि चाहिँ पोलिटिकली अवेर हुनु पर्यो। त्यो भयो उहाँहरू डेफिनेटली आउनुहुन्छ है, त्यसमा दुई मत छैन। तर हामी पनि बलियो भएर आउनु पर्यो कि प्रतिपक्षी भन्छ त अपोजिसनमा चाहिँ हामी हुनु पर्यो। त्यो गऱ्यो भने भनौँ न कसैले नराम्रो केही काम गर्न थालेका छ पुराना फेसेसहरूले भने हामी सरकारको अपोजिसनमा मात्रै पुग्यौँ भने पनि हामी धेरै ठाउँमा चाहिँ रोक्न सक्छौँ कि। नाइ भन्ने मान्छे कोही न कोही त हुन्छ नि त। त्यसपछि सबैजना एकनासका भएपछि त, होमोजेनिटी भएपछि त हमा त मिलाइहाल्छ, चाहे राम्रो कुरा होस् नराम्रो कुरा होस्। तर हामी स्ट्रङ अपोजिसन भएर चाहिँ आयौँ भने जुन नराम्रो काम थिए ती हुनबाट रोकिन्छन् कतिपय, जुन राम्रो काम हुन्थे जुन चाहिँ रोकिया छ त्यो कतिपय चाहिँ फेरि चालु हुन्छ। सो उहाँहरूले जित्नुभयो वा इलेक्सन्सहरूमा अब उहाँहरूको सुपेरियरिटी भइदियो, हामीले खोजेको मान्छे आइदिनु भएन भने पनि हामीले चाहिँ पोइन्ट आउट गर्नु पर्यो भन्नुभयो होइन हजुरले? एउटा गभर्मेन्टमै गएर पनि अपोजिसन गर्ने कुरा हुन्छ, अर्को चाहिँ पोलिटिकली अवेर भएर चाहिँ मेबी अब विद्रोह गर्ने होला कि त पिसफुल प्रोटेस्ट गर्ने होला, तपाईँले यो चाहिँ गर्न पाउनुहुन्न है भन्ने होला कि त सोसियल मिडिया मुभमेन्ट चलेर होला कि त सब कुरा गरेर चाहिँ गभर्मेन्टलाई इन्फ्लुएन्स गर्न चाहिँ सकिन्छ। सो त्यो गर्न चाहिँ हामी तयार हुनु पर्यो। खासै गाह्रो कुरा पनि होइन कि नराम्रोलाई नराम्रो भन्न पाइयो नि त। इट क्यान बी डन भेरी इजिली। अवेर भयो भने मान्छे देशले चाहिँ धेरै राम्रो बाटो जान्छ होइन। इट क्यान बी डन इजिली, तर पहिला जुन थियो नि प्रोटेस्टभन्दा अगाडि पनि केही भइदियो भने चाहिँ अब हामीले पनि यो चाहिँ पहिला पनि आई गेस एकचोटि चाहिँ त्यो सोसियल मिडिया ब्यान हुने जस्तो त्यो के धाराहरू पास भएको त्यस्तै कुराहरू थियो। पहिला पनि पोइन्ट आउट चाहिँ नभएको होइन। तर अब फेरि उहाँहरू अब पावरमा आउनु होला अनि फेरि हामीले पावरमा आइसकेपछि त हामीले पनि भन्दा त के नै गर्न सक्छौँ होइन। त्यसपछि पावरमा आउनुभयो अनि एकदम केही त्यस्तो केही गरिदिइहाल्नु भयो भने फेरि अर्को प्रोटेस्ट होला, फेरि ज्यान जाला होइन। यो कस्तो नेभर एन्डिङ लुप जस्तो देखिरहेको छु कि। यस्तो हुन्छ तपाईँलाई म एकदम अनेस्टली भन्दाखेरि तपाईँको आन्दोलन चाहिँ 82मा भयो, 63मा पनि भएको, 46मा पनि भएको, 30sमा पनि भएको। आन्दोलन भन्ने चाहिँ हिस्टोरिकल्ली र संसारमा हेर्ने हो भने यो साइकलै हो, खासमा साइकलै हो भनौँ न। अब जेनजीलाई रिप्लेस गर्ने अर्को जेन अल्फा आउला, तिमीहरूले बिगाऱ्यो भनेर, यो त हिस्टोरिकल साइकलै हो। हामीले अहिले गर्न सक्ने भनेको बोलीले पनि धेरै फरक पार्छ है। तपाईँको सोसियल मिडियाले पनि धेरै फरक पार्छ, कुरा राख्नु पर्यो। हामी अवेर भयौँ र तपाईँले नाइ भन्दाखेरि त रोकिने अब इन्फ्लुएन्स गर्छ कि थोरै न थोरै त असर पर्छ नि त।
जनताले चाहिँ नगर भनिरहेको रहेछन् भन्ने त हुन्छ नि त। झन् ठुलो मासमा भयो नि झन् ओहो धेरै जनताले चाहिँ नगर भनिरहेको रहेछन् भन्ने हुन्छ र बाध्य हुन्छ सरकारलाई इन्फ्लुएन्स गर्न नसकिने होइन। एउटा शब्दले पनि सरकार इन्फ्लुएन्स हुन्छ। आखिरमा मान्छे हुने त सरकार चलाउने मान्छे पनि भन्नु पर्यो, अवेर हुनु पर्यो। सो यो सोसियल मिडिया बाहेक अब पछि त संसद त बनिहाल्छ जस्तै नर्मल जुन पोलिटिकल त्यो अब इलेक्सन्स भइसकेपछि त अदर देन सोसियल मिडियामा अवेरनेस फैलाउन डिरेक्टली त्यो संसदमै इफेक्ट पर्ने गरेर चाहिँ हामीले अरू स्टेप्स चाहिँ के लिन सक्छौँ? संसदमै इफेक्ट गर्ने परि त अब गर्ने गरी त अब तपाईँको भनौँ न हामी पनि जानु पर्यो, हामी पनि इलेक्सनमा लड्नु पर्यो, हामी पनि निर्वाचित हुनु पर्यो, हामी पनि पार्लियामेन्टमा जानु पर्यो। त्यसरी मात्रै गर्ने हो। भित्रै गर्ने यदि कसरी भन्नुहुन्छ भने गर्ने चाहिँ त्यसरी। हामी मध्येबाट पनि हजुर गएर त्यहाँ कुरा गर्नु, हामी मध्येमा पनि वेल क्वालिफाइड है। अहिले जो पनि जेन्जी भन्दै उमेर पुग्यो भन्दैमा जे पाए त्यही गर्न पाइँदैन नि। त्यसको चाहिँ म एकदम त्यसमा चाहिँ म एकदम स्ट्रिक्ट छु है। जाने बुझेको मान्छे हुनु पऱ्यो, नत्र फेरि अस्ति न त्यो 10 क्लास पास नगरेको नेता हो भनेर चाहिँ कराउने। अहिले चाहिँ हामीले चाहिँ अब हाम्रो उमेरसम्म भन्दैमा पठाउने भन्ने हुँदैन। क्वालिफाइड हुनु पऱ्यो, जान्ने बुझ्ने मान्छे हुनु पऱ्यो, ऊ गयो पनि भयो। सो त्यो पोलिटिकल नलेज, व्यावहारिक नलेज होइन, डिप्लोमेसीको पनि कुरा आउँछ, सभ्य पनि हुनु पऱ्यो मेबी होइन। अब लिडर्सको आफ्नो स्टाइल हुन्छ, कोही सभ्य हुनुहुन्छ, कोही अग्रेसिभ हुनुहुन्छ, त्यो आफ्नै ठाउँमा छ। तर जे होस् देश चलाउने केपेबिलिटी भएको मान्छे। कतिवटा थ्रेसहोल्ड हुन्छ त्यो त डिस्कस गर्न पाइयो, बेसिक कुरा। सो हजुरले अघि नै चाहिँ हजुरको पार्टीको चाहिँ त्यो 7वटा एजेन्डाज भन्नुहुन्छ। पार्टी होइन, त्यो चाहिँ हाम्रो अभियान हो है, अभियान एक्टिभिजम। हजुर त्यसको 7वटा एजेन्डाहरू चाहिँ भन्नुहुन्छ भन्नुभएको थियो। त्यसको 7वटा एजेन्डामा बाइहार्ट सबै छैन, तर अब तपाईँको एउटा भनेको चाहिँ मेन एजेन्डाज भनिदिन्छु नि त म है। मेन एजेन्डाज भनेको चाहिँ यो आन्दोलन चाहिँ आयो, जेन्जी यो क्रान्ति आयो जेन्जी आन्दोलनबाट। दोस्रो दिन चाहिँ सबैजनाले जोइन गर्नुभयो नि त। हामीले चाहिँ जेन्जी मात्र देखेनौँ, त्यहाँ थरीका मान्छे, त्यो सिंहदरबार चलाउने फटाहरू एक खालका थिए होइन। त्यो सायद पर्दैन थियो जेन्जीमा, सुप्रिम कोर्ट जलाए होइन, त्यो फटाइ हुन्थेन त, बकाइदा फटा कारबाही नै गर्नुपर्छ। अब दोस्रो दिनकोमा चाहिँ सबैको इन्भल्भमेन्ट थियो, सारा नेपालीको है। अनि देश चाहिँ जेन्जी मात्रको होइन, देश सबैको। मेरो आमा बुवाको पनि हो, मेरो हजुरबाको पनि हो होइन, तपाईँको पनि त्यस्तै, तपाईँको आमा बुवाको पनि हो, तपाईँको हजुरबाको पनि हो। त्यो छ। अब 7वटा एजेन्डामा चाहिँ तपाईँको यो चाहिँ देशको लागि नै हितमा हुने खालको एजेन्डाहरू हुन् है। एउटा भनेको चाहिँ हाम्रो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री होइन। यो चाहिँ देशमा स्थिर सरकार होस्, डिरेक्टली इलेक्टेड भएपछि उसले आफ्नो टर्म कम्प्लिट गर्छ। 5 इयर्स चाहिँ उसले आफ्नै तरिकामा चलाउनु पाउँछ, कसैले रोकटोक गर्दैन। नराम्रै केही गर्यो भने त उसलाई हटाउनु नै मिल्छ। त्यो सिस्टममा चाहिँ मोडालिटीको कुरा भने यो डिस्कस गर्न मिल्छ कि हामीसँग एउटा मोडल छ जुनमा चाहिँ पिएम चाहिँ निरङ्कुश हुने सम्भावनै छैन, हामीसँग छ। तर सबजना चाहिँ वार्तामा आउन रेडी भए त त्यो गर्ने नि, इलेक्सनकै पछि लागेका छन् होइन। देशका ठुला स्टेक होल्डर्स त हामी आउँ न सँगै डिस्कस गरौँ। त्योभन्दा पहिले निकासमा जाने, त्योभन्दा पहिले चुनावमा जाने, त्यस्तो कुरा चाहिँ गर्नु भएन। अर्को दोस्रो एजेन्डा भनेको चाहिँ त्यो प्रत्यक्ष निर्वाचनलाई चाहिँ अझै अलिकति इलाबोरेट गरिदिनु न। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेको चाहिँ डिरेक्टली इलेक्टेड एक्जिक्युटिभ हेड चाहिँ हाम्रो पिएम हुन्छ। अनि देशको चाहिँ तपाईँको संरक्षक टाइपको चाहिँ हाम्रो प्रेसिडेन्ट होइन, उहाँ हुनुहुन्छ। अब त्यसपछि तपाईँको यो मोडल यस्तो हुन्छ। अब हामीले सोचेको मोडल चाहिँ म तपाईँलाई एकदम लुज स्ट्रक्चरमा भन्छु है। यसमा चाहिँ एउटा चाहिँ तपाईँको निरङ्कुश हुनबाट रोक्नलाई, अटोनोमस हुनबाट रोक्नलाई चाहिँ एउटा भनेको चाहिँ तपाईँको अब सांसदमा चाहिँ 2/3ले चाहिँ अब हुँदैन होइन, उहाँले चाहिँ कुनै नहुने काम गर्नु भइरहेको छ, उहाँलाई चाहिँ राख्नु हुँदैन भनेर त्यसरी तान्न मिल्ने हुन्छ। अर्को भनेको चाहिँ राइट टु रिकल भन्ने पनि प्रावधान फ्लोट भइरहेको छ इन्टरनेटमा, पोलिटिकल एटमोस्फियरमा चाहिँ फ्लोट भइरहेको छ। त्यसमा चाहिँ तपाईँको जनताले चाहिँ फिर्ता ल्याउने भनेर चाहिँ लोकल लेभलको इलेक्सन कमिसनमा, इलेक्सन अफिसमा चाहिँ त्यहाँ गएर चाहिँ उहाँहरूले मत खसालेपछि यति समथिङ थ्रेसहोल्ड पुगिसकेपछि चाहिँ अनि उहाँलाई चाहिँ फिर्ता तान्न मिल्छ कि उहाँले देशको हितमा हुने काम गर्नु भएन, उहाँलाई फिर्ता बोलौँ भनेर चाहिँ त्यो गर्न मिल्यो। सो यस्तो गरी कतिवटा चाहिँ निरङ्कुश हुनबाट समात्न सक्ने मेकानिजम चाहिँ डेभलप गर्न सकिन्छ।
यो त हाम्रो फ्यु आइडियाज हो। कङ्क्रिटली त अब हामीसँग पेपरै छ होइन, यो अहिले मैले यसरी भन्दाखेरि चाहिँ अलिक फेयर हुँदैन। तर यही कुराको लागि चाहिँ हामी वार्ता गर्न आउनुहोस् सबै स्टेक होल्डर्स चाहिँ भनिरहेछन्। अनि कतिपय जेनजी नै अब यसको भनौँ न पक्षमा हुनु न, ठिक छ यसकै पक्षमा नहुनुहोस्, कुरा गर्न त आउनुहोस्। हाम्रा त स्थिर सरकार छ हो नि, हामी जे भन्ने त्यही हुनैपर्छ भन्ने पनि कहीँ लेखेको छैन होइन। हामी त अब हामी चाहिँ त्यसलाई फेभर गर्छौँ हो, हामी त्यही समातेर अगाडि बढ्छौँ। तर कुरा गर्न आएपछि न निष्कर्ष निस्किन्छ। अनि एउटा जेन्जी यता अरे एउटा जेन्जी उता अरे, अनि त्यसरी चाहिँ कसरी देशले निकास पाउँछ होइन। म त एउटा सामान्य मान्छे, म त आफूलाई लिडर पनि भन्नै चाहदिनँ है। म त सामान्य मान्छे हो, गर्ने मान्छे कोही नभएर अब गर्नु पऱ्यो भनेर आयो नि त। सो त्यो एउटा एजेन्डा थियो भयो। अब अर्को भनेको चाहिँ तपाईँको मान्छेले चाहिँ अब भनौँ न यो सङ्घीयता चाहिँ एकदम ठुलो उपलब्धि हो हाम्रो देशको लागि, तर खर्चिलो बेसी भयो। त्यही भएर सङ्घीयता प्रदेशहरू इन्ट्याक्ट राख्ने, तर यसले चाहिँ ठुलो हाम्रो चाहिँ फाइनेन्सियल रिसोर्सेसमा चाहिँ यसले चाहिँ तपाईँको भनौँ न स्ट्रेस दिएको छ कि धेरै पैसा खर्च हुन्छ हाम्रो सङ्घीयताको चाहिँ। डिबेटेबल कुरा हो, तर सङ्घीयताको चाहिँ तपाईँको भनौँ न प्रदेशको कुरा भए, प्रदेशमा चाहिँ तपाईँ पार्लियामेन्टको कुरा भयो होइन, फेडरल पार्लियामेन्टको कुरा भयो। अनि अब कति त्यहाँ चाहिँ सांसद हुनुहुन्छ, उहाँको तलब भत्तादेखि लिएर सबै कुरा एकदम खर्चिलो छ कि यसलाई रिस्ट्रक्चर गरौँ, प्रदेश इन्ट्याक्ट राखौँ। कतिपय चाहिँ समूहको चाहिँ पहिचानको कुरा र उहाँले धेरै सङ्घर्ष गरेर चाहिँ ल्याउनु भयो। प्रदेशलाई इन्ट्याक्ट राखेर खर्च घटाउँ, रिस्ट्रक्चर गरौँ होइन। जुन चाहिँ डिसेन्ट्रलाइज गर्ने पावरहरू चाहिँ प्रदेशमा चाहिँ अब सेन्टरबाट काठमाडौँबाट चाहिँ सबै प्रदेशमा चाहिँ पावर पुगेस् भन्ने जुन उद्देश्यका साथ चाहिँ यो फेडरलिजमको कुरा आएको थियो, सङ्घीयताको कुरा आएको थियो, त्यो अझ रियलाइज भएको छैन होइन। भन्दै मान्छेलाई अब आयो भने त छैन। डिसेन्ट्रलाइजेसनमा कुरा गरौँ होइन, कुरा चाहिँ निर्वाचनभन्दा पहिला गरौँ, पैसा घटौँ, त्यो सङ्घीयताको नचाहिने खर्चबाट काटेर प्रदेश राखेर त्यो खर्च कटाएर त्यो पैसा चाहिँ मेबी हाइड्रो पावरमा हालौँ, मेबी टुरिज्ममा हालौँ होइन, मेबी उद्योगमा हालौँ, मेबी पुरानो भएको उद्योग चाहिँ सुरु गरौँ होइन। सो यस्तो चाहिँ गरौँ भन्ने चाहिँ मेरो कुरा हो। अनि अब अरू कमिङ ब्याक टु अनदर एजेन्डा भनेको चाहिँ हाम्रो देशको चाहिँ 25% जनसङ्ख्या चाहिँ विदेशमा हुनुहुन्छ। 25% भनेको चाहिँ तपाईँको लगभग 80 लाख भनौँ न, 80 लाख भनेको चाहिँ तपाईँको ठुलो चङ्क हो नि त देशको। अनि 25%लाई चाहिँ छुट्टै राखेर कुनै पनि निर्वाचन गराउनु चाहिँ फेयर हुन्छ जस्तो लागेन कि। एउटा कुरा मोरल कुरा, नैतिक कुरा चाहिँ के छ भन्दाखेरि रेमिटेन्सको कारण नै चाहिँ हामी बचिरहेछौँ, चलिरहेछौँ है। विदेशमा हुनु भएकाले चाहिँ श्रम गरेर दुःख गरेर पठाएको पैसाले चाहिँ हाम्रो इकोनोमीमा चाहिँ त्यो पैसा इन्जेक्ट भएर भनौँ न हामी चाहिँ सबको हातमा आइफोन हुन्छ अहिले। के कारणले भन्दाखेरि हाम्रो लिभिङ स्ट्यान्डर्ड बढायो। के कारणले भन्दाखेरि रेमिटेन्सबाट आएको पैसा चाहिँ हाम्रो इकोनोमीमा, हाम्रो अर्थतन्त्रमा इन्जेक्ट हुन्छ। यहाँ पैसा चाहिँ धेरै भएर यो पैसा चलायमान बनेको कारण चाहिँ हामीले यति साह्रो चाहिँ फ्यान्सी रेस्टुरेन्ट्सहरू होइन, राम्रो राम्रो ठाउँ आजकल के पाउँदैन नेपालमा। यो चाहिँ रेमिटेन्सको देन हो। इकोनोमीमा यति पैसा आयो कि रेमिटेन्सबाट हाम्रो अर्थतन्त्र चाहिँ बुम भएको छ। जग्गाको इन्फ्लेसनको कुरा पनि भन्न, अब तपाईँको स्पेन्डिङ पावर पनि बढाएको हिसाबले नेपालीको जुन अलि 10-15 वर्ष पहिला नै यति थिएन स्पेन्डिङ पावर। त्यो पर्चेसिङ पावर बढेको कारणले गर्दाखेरि चाहिँ अब हामीलाई अलिक सजिलो भयो अहिले। सो यो कुराहरू चाहिँ उहाँले कन्ट्रिब्युट गर्नु भएको हो। त्यो कारणले चाहिँ विदेशमा भएका नेपालीले चाहिँ भोट गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो। अरू माग भनेको चाहिँ हाम्रो तपाईँको हाम्रो आन्दोलन चाहिँ वैधानिकता पायोस्, नत्र भने अब अर्को सरकार आउँदाखेरि हामीलाई क्रिमिनलाइज पनि गर्न सक्छ। यो चाहिँ अराजक समूह हो। अराजक समूह त होइन नि, हामी त तपाईँकै छोराछोरी नाति नातिनाको एज ग्रुपको मान्छे, सामान्य मान्छे हौँ हामी। अनि हामीलाई नि क्रिमिनलाइज गर्न त पाइएन नि, डजन्ट मेक सेन्स होइन। सो त्यो खतरा छ। हाम्रो चाहिँ आन्दोलनलाई चाहिँ इस्ट्याब्लिस गरिदिनुहोस्, अफिसियल्ली गभर्मेन्टले चाहिँ रेकग्नाइज गरेस् भन्ने कुरा थियो एउटा माग हो। अर्को भनेको चाहिँ कतिजना शहीद हुनुभएको छ, कतिजना घाइते हुनुभएको छ होइन कसै। अनि त्यो हुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ स्टेटले, गभर्मेन्टले चाहिँ भनौँ न फेयर के हुन्छ त, उहाँले के मागेर चाहिँ कतिजना शहीद हुनुभएको थियो उहाँको कुरा चाहिँ सुनिदिनु पर्यो है। अनि घाइते हुनुभएको उहाँहरूको चाहिँ व्यवस्थापन गरिदिनु पर्यो। यसको लागि एउटा आयोग गठन होस्, चाहिँ गभर्मेन्टले सिधै
अफेक्टेड भिक्टिमसम्म चाहिँ कुरा गरेर उहाँको कुराहरूको चाहिँ उहाँहरूको समस्याहरूको चाहिँ निवारण निस्कियोस् भन्ने चाहिँ त्यो माग गरेका छौँ। समग्रमा लगभग यति नै हो। सो हजुरले चाहिँ रेमिटेन्सको कुरा पनि गर्नुभएको थियो हजुरको एजेन्डामा। रेमिटेन्स चाहिँ पर्सनली भन्नुपर्दाखेरि चाहिँ त्यो मलाई कस्तो भत्केको पुललाई रिङ्गे गर्ने टाइपको हुन्छ नि, त्यो कुनै न कुनै टाइममा गएर चाहिँ त्यो भत्किन्छ नि त। अब सपोज मेरो दाइ जानुभएको छ होइन बाहिर, अब म पनि जान्छु वा पछि मम्मी बाबाहरूलाई ल्याउँछु वा मम्मी बाबाहरूको पनि त कुनै न कुनै बेला उतै आउने वा यता पनि त ओल्डर जेनेरेसन त सिद्धेरै त जान्छ होइन, अनि पछि त सबैजना उतै भइन्छ। सो यसलाई चाहिँ कसरी कन्ट्रोल गरेर बाहिर जाने त एकदमै मूल समस्या नै हो नि त देशको त। सो यसलाई चाहिँ कसरी कन्ट्रोल गर्न सकिन्छ? यसलाई कन्ट्रोल गर्न सकिने भनेको चाहिँ इकोनोमिक सुधार, हामीले म्यासिभ इकोनोमिक लिप भन्नलाई चाहिँ ठुलो अर्थतन्त्रको चाहिँ छलाङ हान्नुपर्छ कि। अब रेमिटेन्स भन्ने चाहिँ सर्ट फिक्स हो। अहिले चाहिँ त्यो क्रस कन्ट्री चाहिँ तपाईँको के भन्छ अग्रिमेन्ट गरेर अनि नेपालबाट चाहिँ कोरिया कति चाहिँ मजदुर पठाउने, काम गर्ने मान्छे इम्प्लोइज कति पठाउने भनेर हुन्छ, अग्रिमेन्ट हुन्छ गभर्मेन्ट टु गभर्मेन्ट। जापानमा कति पठाउने नेपालीहरू काम गर्नलाई भनेर अग्रिमेन्ट हुन्छ। अनि यो चाहिँ एकदम यो हास्यास्पद र बेइज्जत कुरा हो कि देशले चाहिँ आफ्नो जनशक्ति चाहिँ अरू देशमा चाहिँ पठाउने इन टर्न फर रेमिटेन्स, पैसा त्यो जम्मा गर्ने चाहिँ बाटो। अनि उहाँहरू 50 भएपछि उहाँ फिर्ता आएर थन्किनु पर्ने होइन। देश आफ्नै देशमा चाहिँ नबनाइकन आफ्नो देशमा के नगरिकन सर्ट टर्म कि सजिलो छ नि त मान्छे पठाउन, अहिले पठाए अहिले पैसा आउँछ, त्यो तरिकामा हेर्नु भइरहेछ र यो पर्मानेन्ट फिक्स होइन। यसले हामीलाई धेरै अप्ठ्यारो पर्छ। भनौँ न तपाईँ हामी जेनेरेसनको मान्छे चाहिँ हामी विदेशमा गएर उतै सेटल भएर उतै छोराछोरी जन्मायौँ भने नेपालले दोस्रो पिँढी कसरी पाउँछ? जनसङ्ख्या त घट्दै 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 जान्छ। जनसङ्ख्या घटेपछि हाम्रो कल्चर मरेर जान्छ, हाम्रो भाषा मरेर जान्छ, हाम्रो सबै कुरा, हाम्रो आइडेन्टिटी मरेर जान्छ। मेबी 1000 वर्षपछि मेबी नेपालै नहोला यही तरिकामा, अथवा 500 वर्ष 100 वर्ष त्यो जति पनि हुनसक्छ। त्यही कारणले दोस्रो पिँढी दिनलाई पनि सिटिजन रिटेन्सन भन्छु म चाहिँ, नागरिकलाई यहीँ आफ्नै देशमा राख्ने त्यो जरुरी छ। जस्तो यो चाहिँ कम्पनीमा हुने कुरा हो कि तपाईँको इम्प्लोइ रिटेन्सन भन्छ। हाम्रो देशले चाहिँ नागरिक रिटेन्सन गर्न सकेको छैन कि, राखिराख्न सकेको छैन कि, सब युवाहरूलाई चाहिँ विदेशै पठाइदिएर। अनि त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो आइडेन्टिटी, हाम्रो भनौँ न हाम्रो चाहिँ तपाईँको आइडेन्टिटीमाथि नै अब रहने कि नरहने भन्ने कुरो छ। त्यो कुरालाई चाहिँ अब ध्यान दिएर हेर्नुपर्ने हो। तर अब खोइ यस्तै छ पारा। यसो हेर्दाखेरि चाहिँ अब पहिलाको जुन पार्टी हुनुहुन्थ्यो पावरमा, पहिलाको उहाँहरूले चाहिँ भन्नको लागि त भन्नु नै हुन्थ्यो युवा बाहिर नजाऊँ यहीँ बसौँ देश बनाऊँ, तर जस्तो केही स्ट्रङ हुन्छ नि स्ट्रङ स्टेप्सहरू चाहिँ देखिएको थिएन। सो उहाँहरूलाई चाहिँ यो पोलिटिकल पार्टिजहरूलाई चाहिँ रेमिटेन्स त्यो फाइदा चाहिँ के छ कि बाहिर पठाइदिएर? सरकारमा चलाउने पैसा आयो नि त, सरकारमा पैसा आयो होइन, अर्थ मन्त्रालयले पैसा जम्मा गर्छ, त्यसपछि त्यो अब कता कता डिस्पर्स गरिदिन्छ। हाम्रो बजेटमा पैसा खान पाइयो, तुरुन्तै हो नि त, आइहाल्छ। मान्छे पठाइदिनु अर्को महिनादेखि पैसा आउनु थालिहाल्छ वारेर। सर्ट टर्म फिक्स, अहिले खाम पछि देखा जाएगा, त्यो छ कि। त्यो त अब त्यो गर्दाखेरि त अब उहाँहरू त बुढो हुनुभयो होला, मलाई त मेरो छोराछोरी यहीँ जन्मे यहीँ हुर्के हेर्न मन छ, मैले पाउनु नि त त्यो होइन। सबै विदेश जाने भन्छन्, अब के गर्नु, अब बुढेसकालमा एक्लै हुने भयो। अहिले देखिरहेछ नि त कतिको छोराछोरी विदेश, अब मिल्यो भने विदेश बोलाउँछन्, तर फेरि जन्म्यो हुर्क्यो यो देशमा, मर्नु चाहिँ अर्काको देशमा अर्कै खालको मान्छे देखेर होइन। त्यो फेमिलियर फेसेस नदेखिकन अर्कैको देशमा अर्कैको ठाउँमा अर्कैको त्यस्तो ठाउँमा म त्यो अलिकति त्यो म एकदम मार्मिक खालको मान्छे हो है, म यो एकदम सोध्छु कि। अनि त्यो गर्दाखेरि सायद कसैलाई मजा नहोला, किनभने जुन ठाउँमा हुर्केँ, जुन ठाउँमा चाहिँ काम गरेँ, त्यही ठाउँमा चाहिँ अब आफ्नो अन्तिम सास चाहिँ लिउँ भन्ने हुन्छ नि त। खोइ हुन्छ जस्तो लाग्छ है मलाई धेरैमा। अनि त्यो गर्न पाइँदैन कि, त्यसको लागि चाहिँ अब ध्यान दिनु पऱ्यो, युवाहरूले ध्यान दिनु पऱ्यो। र हाम्रै भनौँ न हामीलाई कसैले चाहिँ जेनजी भन्दै जिस्काउनुहुन्छ भने तपाईँकै छोराछोरी हौँ है हामी कहीँ परेका मान्छे होइन। अनि समर्थन दिनुहोस् पऱ्यो होइन, पत्याउनु भयो पहिलाका मान्छेले है, हामीलाई पनि पत्याइदिनुहोस्, ध्यान दिएर पत्याइदिनुहोस्। क्रिटिकल हुन चाहिँ पाइन्छ है, जजमेन्ट गर्न पाइन्छ शिक्षाको आधारमा, सक्षमताको आधारमा होइन। त्यो कुरामा चाहिँ जजमेन्ट गर्न पाइयो।
तर परैबाट हेरेर चाहिँ यो यसबाट परिचालित त्यसबाट परिचालित कि त प्रुफ लिएर आउनुहोस्, देखाइदिनुहोस्, बकाइदा पर्दाफास गरिदिनुहोस्, अनि भन्नुहोस्, लखेट्नुहोस्। तर नदेखिकन चाहिँ गेस हान्ने बानी कि हाम्रो, मेरै भनौँ अथवा मेरै आमा बुवाको भनौँ अथवा नेपाली जनता इन जेनरल भनौँ, गेस गरेर चाहिँ गर्न खोज्ने मान्छेलाई पनि यस्तो क्रिटिसाइज गरेर बाध्य विवश पारिदिने कि ठिकै रहेछ, यो देशै यस्तै रहेछ, मान्छे नै यस्तै रहेछ, ल म लाग्छु विदेश भन्ने चाहिँ नपारिदिउँ न। कसले देश विकास गर्छ? कसैलाई त विश्वास गरौँ। यो आए पनि दलाल यसको, अर्को आए पनि दलाल यसको, कसरी हुन्छ? हुँदैन नि। सो मलाई पनि अब बच्चैदेखि त्यो हल्का यहीँको लागि नै छोडेर जान मन लाग्छ होइन देश त। तर जति ठुलो हुँदै गयो नि, अनि देख्छ नि त अब स्थिति त्यस्तै छ। अनि त्यो आफ्नो वाला हुन्छ नि, सेल्फिसनेस हुन्छ नि। एज अ युथ भनेर चाहिँ म चाहिँ एज अ जेन्जी त नभनौँ, तर मलाई पनि अब हुँदैन जस्तो नै त्यो होप नै जान्छ कि। सो यो अपकमिङ इलेक्सन्सले चाहिँ केही गर्ला कि अब वात्तै त अब आज इलेक्सन भयो, भोलिपल्टै अब धरेर जब अपर्च्युनिटिज त हुने होइन नि त। सो हामीहरूलाई चाहिँ पुल गर्न सक्ने फ्याक्टर्स हुन्छ नि आफ्टर इलेक्सन, यो कस्तो होला त, के गर्न मिल्छ हामीलाई चाहिँ यहीँ बसाउनको लागि, फ्रम अरू है, हामीले मात्रै होइन कि अरूहरूले चाहिँ। केही कुरा नगरी चाहिँ सिधै इलेक्सनमा जाने भन्यो भने त्यो केही पनि हुने होला होइन, त्यही रिपिट हुने हो ढुक्क। त्यसमा यही तरिकामा पहिला चाहिँ जेन्जी लिडर भन्दै अगाडि बढ्ने, अनि अहिले चाहिँ केही पनि भनौँ न, तपाईँले रिटेन गर्ने कुरा भन्ने त तपाईँले राम्रो इम्प्लोइमेन्ट पाउनु भएपछि होइन त, बेसिकै त्यही हो, पैसा। अनि यहाँ वेल पेइङ जब्स नै भएन भने त यहाँ बस्नुको अर्थै भएन नि। महँगाई यत्रो बढाउने, तेलको पैसा उत्तिकै बढायो होइन, तेलको पैसा, खानेकुरा सब, तरकारीको पैसा, त्यो भनौँ न। म नि कहिलेकाहीँ जान्छु कि, म बच्चा हुँदाखेरि सम्झिन्थेँ, सधैँ जान म कहिलेकाहीँ जान्छु। अनि धेरै टाइमपछि चाहिँ त्यो तरकारीको प्राइस सुन्दाखेरि आमा यति बढ्ने भइसक्यो भन्ने हुन्छ कि। त्यो हिसाबमा महँगाई बढ्नु छ होइन। अनि इम्प्लोइमेन्ट छँदै छैन, कल कारखाना केही खोल्नु छैन। पहिला हुने व्यवसायहरूलाई चाहिँ के भन्छ, पुँजीवादी के भनेर चाहिँ एउटाले ब्रेन वास गराइदियो होइन। धनी मान्छे देख्यो कि एलर्जी हुने, ठिक छ, ऊ धनी हुनु आफ्नै ठाउँमा छ कि, त्यो समस्या हुँदैन। हामीले पनि राम्रो चाहिँ कमाइरहेछौँ भने है, हामी आफै वी हेभ अ गुड लाइफ होइन, दुई टाइमको खानाको चाहिँ हामीलाई चिन्ता गर्नु पर्दैन, राम्रो घरमा गाडी छ, राम्रो घर छ। यो कुरा भयो भने कोही मान्छे धनी हुँदाखेरि पनि मान्छेलाई रिस उठ्दैन कि होइन। अनि व्यवसायप्रति हेर्ने, बिजनेसम्यानप्रति, इन्डस्ट्रिजप्रति हेर्ने नजरिया पनि थोरै फेर्नुपर्छ। उनीहरूले भनौँ न रोजगारी त आखिरमा सृजना गर्छ नि त, देश चल्ने नै त त्यसरी हो नि, नत्र कहाँबाट पैसा ल्याउनु होइन। इम्प्लोइमेन्ट गर्ने भनेकै कल कारखाना व्यवसायले हो, त्यसलाई नराम्रो तरिकामा हेर्नु हुँदैन, यसलाई इन्करेज गर्नुपर्छ। युवा उद्यमीहरू, युवा व्यवसायहरू चाहिँ आउन् भनेर। म एकजनाले नै तपाईँको चाहिँ मेरो नै अब तपाईँको भनौँ न, मेरो एउटा बिजनेसमा 5 जना त इम्प्लोइ मैले आफै राखेको थिएँ भनौँ न। उहाँले राम्रै कमाउनु भयो, उहाँहरूको घरै चलिरहेको थियो, मेरै बिजनेस, मैले बिजनेस गरेर। म त्यतिखेर अब कति मैले सुरु गरेँ 23 वर्ष हुँदाखेरि होला त्यो वाला बिजनेस पहिलेदेखि गरेर। अनि त्यतिखेर नै मैले 5 जनालाई रोजगारी दिइरहेको थिएँ, 5 जनाको घर चलिरहेको थियो। त्यही भएर यो इम्प्लोइमेन्ट सृजना हुने काम गर्नु पर्यो, त्यो तरिकाले मात्रै रोक्न सकिने हो। एकदम खतरा इम्प्लोइमेन्ट लिप हामीले लिनु पर्यो, आर्थिक सुधार गर्नु पर्यो, त्यसपछि रोक्न सकिन्छ। त्यसबाहेक स्टेट ओन्ड चाहिँ फ्याक्ट्रिज, इन्डस्ट्रिजहरूलाई चाहिँ नयाँ खोल्नु पर्यो, अथवा बन्द भएकोलाई फेरि पनि सुचारू गर्नु पर्यो होइन। अल्टिमेटली हामी छोड्नुको कारण, हामीले देश छोड्नुको कारण भनेको पैसा नभएर हो, वेलबिङ जब्स नभएर हो। त्यो इन्स्योर गर्न सकियो भने धेरै कुरा चाहिँ सल्भ हुन्छ है। त्यही हो, तपाईँलाई रिटेन गर्ने, तपाईँलाई देशमै राख्ने तरिका भने देशले अर्थतन्त्रको बारेमा ध्यान दिनु पर्यो। टुरिज्म होस्, हाइड्रो पावर होस् होइन, इन्डस्ट्रिज होस्, के होस्, एक्सपोर्ट होस्, त्यसमा ध्यान दिनु पर्यो। व्यापार घाटै कति छ हामीले चाहिँ एक्ज्याक्ट फिगर चाहिँ बिर्सेँ, तर मैले आई थिङ्क 17 खर्ब हो कि जस्तो लाग्यो, नट स्योर। त्यति चाहिँ हाम्रो ट्रेड डेफिसिट छ भन्नाले चाहिँ हामीले तपाईँको इम्पोर्ट चाहिँ धेरै गर्ने, एक्सपोर्ट चाहिँ एकदम मिनिमल गर्ने कि। त्यो तरिकाले चाहिँ हाम्रो देशको पैसा चाहिँ विदेशिँदैछ। हामीले यतै नै चाहिँ उत्पादन गर्न सक्यौँ भने त्यस्तो त्यो ट्रेड डेफिसिट हुँदैन र हाम्रो देशको पैसा हाम्रो इकोनोमीमा हुन्छ।
हाम्रो इकोनोमीमा जति पैसा बच्यो त्यति नै हाम्रो लाइफस्टाइल चाहिँ लिभिङ स्ट्यान्डर्ड चाहिँ बढ्दै जाने हो र एक हिसाबले पैसा अल्सो इन टर्न त्यो कन्ट्रिब्युट्स टु ह्याप्पिनेस के पैसा भएको मान्छे कन्फिडेन्ट हुन्छ नि चाहिँ भएकै कुरा हो है मान्छेले अलिक अचम्मको लाग्यो भएकै कुरा हो त्यही भएर मान्छेले चाहिँ राम्रो रोजगारी पाए वेल पेइङ जब्स पायो भने विदेश जाँदैनन् घुम्न जालान् आफ्नो ठाउँमा छ सो हजुर जसरी नै जेन्जी अनि युथ्स हु वान्ट टु डेभलप नेसन विदाउट हार्मिङ केही पनि होइन उहाँहरूलाई चाहिँ हजुरले चाहिँ पर्सनली के एडभाइस दिनुहुन्छ मैले पर्सनली मैले जान जति दिने भनेको चाहिँ पोलिटिकली अवेर हुनु किताब पढ्नुहोस् न्युज पेपर पढ्नुहोस् के पढ्नुहोस् किनभने ज्ञानले त हो नि आखिरमा सही डिरेक्सन देखाउने भनेको आर्ट गर्नु पऱ्यो आर्ट भने चाहिँ त्यो अब नेचरको कुरा भयो अर्को भनेको चाहिँ तपाईँको ज्ञान हुनु पऱ्यो भन्ने कुरा त्यो लिट्रेसीको कुराको छ ज्ञान र आर्ट भयो भने धेरै कुरा गर्न सकिन्छ त्यसमा ध्यान दिनु पऱ्यो डेभलप गर्नु पऱ्यो लास्टली चाहिँ अब मिराज ढुङ्गानाको चाहिँ आउँदो के प्लान्सहरू छ हाम्रो आउँदो प्लान भनेको चाहिँ हामी सबैलाई वार्तामा ल्याउने निकास चाहियो निर्वाचन भनेर भएन किनभने निर्वाचन एक यस्तो क्लियरली चाहिँ देख्न सकिन्छ कि यो निर्वाचन चाहिँ यसरी गर्ने हो भने केही फेरिनेवाला होइन क्लियरली देखिन्छ अनि जो जेनजी चाहिँ सिधै निर्वाचन गर्ने भन्नुहुन्छ केही पनि बिना कुनै चाहिँ तपाईँको एजेन्डाको चाहिँ एड्रेस भइकन चाहिँ त्यस्तो काम चाहिँ नगर्नु म त त्यो द्याट इज नट एक्सेप्टेबल निकास दिउँ सुरुमा देशलाई अनि त्यसपछि जो जाने सबजना निर्वाचनमा जाउँ तर त्योभन्दा पहिला केही न केही चाहिँ हुनुपर्छ है त्यो चाहिँ एकदम कुनै प्रोजेक्ट कि आइडिया त्यस्तो केही छ प्रपोजल हाम्रो भनेको एउटा चाहिँ हामी युथहरूलाई चाहिँ अवेर गराउने पोलिटिकल्ली त्यसको लागि हामी के कार्यक्रम गर्छौँ र दोस्रो भनेको चाहिँ डिस्कसन गर्ने सर्वपक्षीय वार्ता बोलाउने र देशलाई निकास दिने देशलाई सल्युसन दिने केही न केही चाहिँ दिनुपर्छ सब्सटेन्सियल केही दिनुपर्छ मेबी हाम्रो चाहिँ गभर्मेन्ट स्टेबल बनाएर होस् कि त एउटा 5 वर्ष 4 वर्ष टिक्ने खालको सरकार दिएर हो कि त होइन अर्को चाहिँ हाम्रो देशले चाहिँ नचाहिने खर्च गरेको ठाउँमा चाहिँ कस्ट कट गरेर होस् कि त यो एकदम केन्द्रमा चाहिँ केन्द्रीकृत चाहिँ सेन्ट्रलाइज्ड पावरलाई चाहिँ यसलाई डिस्पर्स गरेर होस् कि त प्रदेशलाई बलियो बनाएर आफैमा चाहिँ कति बलियो बनाएर धेरै कुरा चाहिँ त्यहीँबाट गर्न मिल्ने खालको बनाएर होस् कि त हो यस्तो कुराहरूमा चाहिँ हामीले वार्ता गर्नै पर्छ हाम्रो प्लानै त्यही हो हामी त्यही गर्ने चाहिँ तर्खरमा छौँ सो अब लास्ट पडकास्टको एन्डतिर आइसक्यौँ हामी हजुर डिरेक्टली युथलाई चाहिँ अब के भन्न चाहनुहुन्छ ठ्याक्क उता हेरेर हामी पढौँ हामी ज्ञान बटुलौँ हामी पछाडि चाहिँ अलिकति विज्ञ मान्छेहरू हाम्रा अग्रजहरू राखौँ हामी सरकारमा पनि इन्भल्भ हौँ र त्यो गरेर चाहिँ हामीले अब हाम्रो देशमै बस्ने चाहिँ वातावरण बनाउन सक्छौँ हामीले चाहिँ हाम्रो उमेरको र सबै उमेरकालाई चाहिँ रोजगारी सृजना गर्न सक्छौँ त्यो गरे बापत चाहिँ त्यो गरेपछि चाहिँ हामीले देश छोडेर अर्काको देशमा चाहिँ दोस्रो दर्जाको नागरिक हुनु पर्दैन अस्ट्रेलिया जाउँ युएस जाउँ तर घुम्न होइन त्यो गरौँ हामीसँग भएभरको रिसोर्सेस छ हामीले स्टडी गरेर चाहिँ भनौँ न अगाडि बढ्यौँ नयाँ पुस्ता अगाडि बढ्यो भने देशमा डेफिनेटली केही हुन्छ भन्ने चाहिँ म एकदम विश्वस्त छु र सायद तपाईँहरूले पनि अब त्यही अनुसार चाहिँ तयारी गर्नुहुन्छ होला अब चाहिँ हामीले केही गर्नै पर्नेछ सो थ्याङ्क यू सो मच मिराज दाई हाम्रो सोमा आइदिनु भएकोमा थ्याङ्क यू With that, we have come to the end of the episode. Thank you for listening to Tarka Munch. Today's episode reminded us that Gen Z aren't just protesting. They are stepping up, speaking out, and creating a new vision built on hope and courage. A special thanks to Miraj Dungana for letting us see the heart behind the moment. Again, a quick thank you to Ultima Lifestyle for earbuds, perfect for tuning into some Tarkas. Until next time, stay curious and keep debating with us at Global Debate Club. Namaste.